शैतानले चाहिँ कसरी परीक्षा गर्छ। जसरी हामी बाइबलमा हेर्छौँ नि, परमेश्वरको प्रिय चेला योदा इस्करियोतको जीवनमा जब शैतान पस्यो, जब उसको हृदय चाहिँ धन सम्पत्तितिर गयो र स्वार्थपट्टि गयो र त्यो शैतानले चाहिँ उसको हृदयमा चाहिँ एक किसिमको चाहिँ लोभ, एक किसिमको चाहिँ धन सम्पत्तिको लोभ शैतानले चाहिँ त्यसरी परीक्षा गर्यो। अनि हामी विश्वासमा अगाडि बढ्दै गर्दाखेरि पनि हामी परीक्षामा नपर्नको लागि चाहिँ हामीले चाहिँ बाइबल अध्ययन गर्नुपर्छ, हामीले चाहिँ प्रार्थना गर्नुपर्छ र परमेश्वरको हरेक जीवित वचनलाई चाहिँ हामीले घोषणा गर्नुपर्छ। अनि परमेश्वरले चाहिँ भन्नुभएको छ, जब जब तिमीहरू परीक्षामा हुन्छ तिमीहरू निरन्तर प्रार्थना गर, निरन्तर परमेश्वरमा भरोसा गर, अनि परमेश्वरले चाहिँ तिमीलाई छुटकारा विजय दिनुहुन्छ। जब हामी सङ्कटको बेलामा, परीक्षाको बेलामा हामी परमेश्वरलाई भरोसा गरेर निरन्तर प्रार्थना गर्छौँ अनि वचनलाई चाहिँ हामी विश्वास गर्छौँ, अनि त्यो शैतानको हरेक परीक्षाहरूबाट हामी छुटकारा पाउँछौँ।